नमस्कार। यो जोडीलाई त तपाईले अवश्य चिन्नुहुन्छ होला र पुरा भारतवर्षमा भनौँ नेपालमा भनौँ एकदमै सनसनीखेज यो खबर नसुन्ने त कोही पनि छैन होला। त्यसैकारण तपाईले पनि चिन्नुहुन्छ होला। पतिको नाम राजा रघुवंशी अनि पत्नीको नाम सोनम रघुवंशी र पतिको चाहिँ केही दिन अगाडि शिलङमा हत्या भएको थियो र एकदमै कुइसकेको हालतमा उसको डेड बडी भेटाएको थियो र उसको पत्नीलाई चाहिँ आज 9 तारिक यूपीको गाजीपुरमा पुलिसले पक्रेका छन् र उसको साथमा 2-3 जना अरु केटाहरूलाई पनि पक्रेको छ र यसमाथि छानबिन त चलि नै रहेको छ र अलिकति म डेट वाइज के भएको थियो भनेर तपाईलाई जानकारी दिन चाहन्छु। यता 11 मई 2025 को दिन हिजो अस्ति यसरी सोनम र राजा रघुवंशीको बिहा भएको थियो। एकदम खुसी थियो। त्यहाँदेखि 20 तारिक चाहिँ उनीहरू हनीमुन मनाउनका लागि शिलङको तर्फ लागेको थियो घरबाट र 21 तारिकको चाहिँ शिलङ पुगेको थियो गुवाहाटीबाट घुम्दै अनि 22 तारिकको दिन उनीहरू त्यहाँनिर घुमेर फेरि 23 तारिकको दिन पनि होमस्टेमा गएको थियो। होमस्टेमा बस्ने हिसाबले र त्यहाँ होमस्टेमा एउटा स्कुटी पनि हायर गरेको थियो र 23 तारिक बेलुका एउटा होमस्टेमा उनीहरू बिताएपछि 24 तारिक घुम्नु निस्किँदाखेरि चाहिँ 2 जनै हराएको सूचना पाइएको थियो र इन्दोरमा जुन चाहिँ उसको आमा बाउ थियो उनीहरुसँग कन्ट्याक्ट नहुँदाखेरि चाहिँ पुलिसलाई रिपोर्ट लेखाएकोले गर्दा त्यहाँ खोजबिन सुरु भएको थियो र 24 तारिकको दिन चाहिँ मेघालय पुलिस र एनडीआरएफहरुले त्यहाँनिर उसको स्कुटी चाहिँ एबन्डन्ट अर्थात एकान्तमा एउटा एक्लै भेटेको थियो र अब यिनीहरु चाहिँ कहाँ छ भनेर खोज्दा 2 जुनको दिन चाहिँ राजा रघुवंशीको डेड बडी चाहिँ कुइसकेको सडिसकेको हालतमा भेटाइएको थियो एकदमै खोला मुनि एकदमै गहिराईमा। त्यहाँदेखि चाहिँ सोनम चाहिँ लापता थियो। धेरै दिनदेखि खोज्दा आज 9 तारिक चाहिँ सोनमलाई चाहिँ यूपीको गाजीपुर भन्ने जग्गामा पुलिसले पक्राउ गरेर अब सायद शिलङतिर लान्छ र यसको इन्भेस्टिगेसन चलिरहेको छ र यहाँनिर हामीले कसको हात छ एक्चुअली उसको डेथमा त्यो राजा रघुवंशीको हत्यामा कसको हात छ भनेर भन्न सक्दैनौ। तर एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने हाम्रो पहाडमा पनि धेरै नै घुम्नेहरू आउँछ, होमस्टेहरू छ, त्यहाँनिर कपलहरू आउँछ र हनीमुन मनाउने हिसाबले पनि आउने गर्छ। तर अब हाम्रो जति पनि हाम्रो पहाडवासीहरूले होमस्टे चलाइरहेछ उनीहरुलाई चाहिँ एउटा ठूलो जिम्मेवारी आएको जस्तो लाग्यो कि जति पनि हनीमुन मनाउन या कपलहरू या कुनै पनि बाहिरबाट आउँछ उनीहरुमाथि र उनीहरुको पछाडी कोही छ कि छैन भनेर पनि एकदमै निगरानी राख्ने समय आएको छ र तपाईहरुले पनि होमस्टे चलाउनुहुन्छ भने चाहिँ एकदम केयरफुल्ली एकदम एटेन्टिभ भएर बस्ने समय आएको जस्तो लाग्छ र यो घटनाको बारेमा तपाईलाई के विचार आउँछ मनमा, कस्तो लाग्छ, अब जमाना कस्तो आइसक्यो भन्ने विचारहरू तपाईकोमा आउँछ भने कमेन्ट्स गरेर अवश्य भनिदिनुस् होला। फेरि पनि यसको अपडेट लिएर अवश्य आउनेछु। तबसम्मको लागि मलाई आज्ञा दिनुस्। नमस्कार।